उपहार दिनका पार्टीहरू आफै सकिन्छ, जनताले सक्छन्, हामीले सक्ने होइन। एमाले सक्न लाग्दैन। अब हामीले अरूको भन्दाहरू गर्छौँ। यी लगायतका जम्मै मान्छेहरू चाहिँ नि तपाईँको एमालेका विरुद्ध खनिएका छन्। यसकारण कि एमाले राम्रो छ, एमाले बलियो छ, एमाले सरकारमा छ, एमाले सबैका लागि चुनौती छ। त्यसकारण एमालेका विरुद्ध खनिएका छन्। हामीले गल्ती गरेर खनिएका होइनन्। त्यस कारणले गर्दा राम्रो गरेका छ। देशलाई कहिल्यै धोका दिएको छैन, कुनै गल्ती गरेका छैन। जान एमाले कुनै देश जनताप्रति गद्दारी गरेका छैन। त्यसकारण एमाले यो सबै अराजकताको विरुद्ध लड्छ। सङ्केत पनि दिन खोजिरहेको छ। हामी राम्रो छौँ भन्ने सङ्केत होइन, राम्रो छ त कामै नै देखिएको छ। तर हामी एउटा दुईटा काम एमाले गरेका काम धेरैवटा काम तपाईँलाई एउटा कुरा कहिलेकै कुरा गर्नुहुन्छ भने पनि अर्थतन्त्र रसातलमा पुगेको थियो गठबन्धनले। अहिले अर्थतन्त्र लयमा फर्किने काम भयो। चाहे तपाईँ सेयर मार्केटको कुरा गर्नु, धेरै तङ्ग्रियो, धेरै अर्थमा निर्यात व्यापारको हेर्नुभयो भने, आयातको हेर्नुभयो भने, पुँजीगत खर्च हेर्नुभयो भने, राजस्वको कुरा गर्नुभयो भने त्यो त सङ्केत नै देखाइरहेको छ नि। राष्ट्र ब्याङ्कको प्रतिवेदन हेर्नुभयो हुन्छ। त्यस कारणले अरू थुप्रै कामहरू यो सरकार बनिकन भौतिक पूर्वाधारको क्षेत्रमा धेरैवटा काम अघि बढेका छन्। विगतमा यतिकै तथ्याङ्कले चुकाइएकाहरू हौँ। मेरो जीवन स्तरमा के चाहिँ परिवर्तन भयो, गाउँको मुहार फेरियो कि फेरिएन, सहरको मुहार फेरियो कि फेरिएन भनेर हेर्ने बानी। एउटा कुरो के हो भने गाउँको मुहारको कुरा गर्ने हो भने नि गाउँै नजाने मान्छेले गाउँको मुहार फेरिएन भन्छन् कि म चाहिँ गाउँको बसोबास त्यहीँ भएको र अहिले पनि गाउँमा सधैँभरि बसोबास गरिरहेको एउटा जनप्रतिनिधि हो। म के भन्न सक्छु भने एउटा डाँडामा उभिएर गाउँमा पहिला हेऱ्यो भने वरिपरि कहीँ पनि स्कुल देखिँदैन थियो, बाटो देखिँदैन थियो, बिजुली बल्दैन थियो र त्यहाँ के थियो भने सबै खरका छाना थिए। आज तपाईँ एउटा पहाडको गाउँमा टुप्पामा गएर हेर्नुभयो भने सबैभन्दा राम्रो बिल्डिङ परैबाट हेरेर भन्यो भने के त्यो अस्पताल हो कि चाहिँ त्यो स्कुल हो भनेर ठ्याक्क थाहा हुन्छ कि आम जनताको पनि खरका टिन लागेको छ, बाटो छ, बिजुली छ, केही पनि भएन भनेर कसैले भन्छ भने लामो समय लिएर बहस गरौँ, 1 लाख मान्छे आए पनि बहस गरौँ, म तथ्याङ्कमा बहस गर्न तयार छु। धेरै कुरो भएको छ, तर यति कुरा भन्दै के थप्छु भने जति भएको छैन, अपेक्षा गरे जस्तो भएको छैन, सोचे जस्तो भएको छैन। तर यसका लागि अब निराश भएर राजा ल्याएर खोइ कसलाई प्रधानमन्त्री बनाएर बन्छ त बन्दैन नि। बन्ने कसरी हो भने होइन, मान्छेहरू त लागेको छ नि त, बन्छ कसरी भने यसैलाई सुधार गरेर हामीले गल्ती गरेका छौँ भने त्यसलाई सच्याएर अझ समृद्ध गर्नुपर्छ होइन। हामी त गजब छौँ भन्नु। व्यक्तिहरू समृद्ध हुने, सुसंस्कृत हुने, राम्रो हुने, संस्थाहरू राम्रो हुने, सुधार गर्ने कुरा त जीवनभर चलिरहन्छ। तपाईँको टेलिभिजन अहिले जे छ त्योभन्दा स्तरीय बनाउन तपाईँ लागिरहनु भएको छ, तपाईँकै प्रस्तुति अझै राम्रो बनाउन लाग्नु भएको छ भने राजनीतिक पार्टी पनि आफूलाई समृद्ध राम्रो बनाउन लागिरहन्छ नि।